सामाजिक सञ्जालले हरेक हप्ता नयाँ अनुहारलाई प्रधानमन्त्री बनाइराखेको हुन्छ। सामाजिक सञ्जालले मान्छेलाई एकै दिनमा सबै थोक दिन्छ र एकै दिनमा सबै थोक लिन्छ पनि। रवि, हर्क, कुलमान, बालेन, दुर्गा प्रसाई लगायत सबैलाई सामाजिक सञ्जालले प्रधानमन्त्री बनाइसकेको छ। आज हामी सञ्जालको कुरा गर्ने छैनौँ, आज हामी समाजको कुरा गर्नेछौँ। हामी भावनाको होइन, भविष्यको चर्चा गर्नेछौँ। प्रधानमन्त्री पदको लागि रवि लामिछाने र गगन थापा मध्ये को हो त उपयुक्त पात्र? आज हामी दुई नेताको राजनीतिक इतिहास र सङ्गठनात्मक शक्ति दुवैको चर्चा गर्नेछौँ। हामीले भिडियोमा को सही र को गलत भन्दा पनि को सक्षम भन्ने मात्र चर्चा गर्नेछौँ। सुरुमा कुरा गरौँ नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको। गगन थापा काङ्ग्रेसमा आस्था राख्नेको मात्र होइन, कम्युनिस्टमा आस्था राख्नेहरूले पनि रुचाएको नेता हुन्। गगन थापासँग सडकदेखि सदनसम्मको अनुभव छ। गगन थापाले स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा रचनात्मक काम गरेर जनताको मन जितेका थिए। उनी स्वास्थ्य मन्त्री मात्र 9 महिनाको बनेका थिए, तर आउने 9 पुस्तालेसम्म पनि उपभोग गर्न सक्ने गरी काम गरे। राज्यको सम्पत्तिबाट उपचार गर्ने विशिष्ट व्यक्तिहरूको 15 लाख रुपियाँ कटौती उनैले गरेका थिए। मृगौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क बनाएका गगन थापाले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणको सेवा सुरु गरेका थिए। गरिबीको कारण उपचार नपाएर मर्न बाध्य परेका परिवारले यसको महत्त्व राम्रैसँग बुझेका छन्। स्वास्थ्य बिमालाई नीतिगत निर्णय गरेर देशको कुना कुनासम्म पुर्याउने यिनै गगन थापा हुन्। त्यति मात्र होइन, अपाङ्ग, गरिब र ज्येष्ठ नागरिकहरूको बिमा सरकारले नै गरिदिने व्यवस्था मिलाएका थिए गगन थापाले। उनले स्वास्थ्य मन्त्री बन्दा गरेको रचनात्मक निर्णयले देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याएको थियो। मैले पुल बनाएँ, सडक बनाएँ, स्वास्थ्य चौकी बनाएँ भन्दै मिडिया ट्रायल गर्नेहरूको भिडमा गगन थापाले गरेको नीतिगत निर्णय दीर्घकालीन थियो। यस्तै कामले पुष्टि गर्ने हो नेतासँग दीर्घकालीन विकास गर्न सक्ने क्षमता छ कि छैन भनेर। गगन थापाले नेपाली राजनीतिमा विभिन्न आरोपहरू पनि खेप्नु परेको छ। नेपालको राजनीतिमा एउटा नराम्रो संस्कार छ, नयाँलाई दबाउने, चाहे त्यो पार्टीभित्रको होस् चाहे त्यो पार्टी बाहिरको होस्। जो शक्तिमा छ उसले सत्ता मोहमा लिप्त भएर भ्रम छर्ने प्रवृत्ति आज मात्र होइन, नेपालको राजनीतिमा सनातनदेखि चल्दै आएको कुरा हो यो। गगन थापा पनि त्यसैको शिकार बनेका हुन्। उनी मात्र होइन, धेरै इमान्दार नेताहरू छन् जो पार्टीको दबाव र विपक्षीको षड्यन्त्रले पछि परेका छन्। गगन थापाले पार्टीभित्र र बाहिर युवाको मुद्दा उठाए। पार्टीभित्र पनि विद्रोह गर्ने गगन थापा सभापति पदको लागि लडे, जुन एकदमै लोकतान्त्रिक अभ्यास थियो। गर्ने नै यही हो, मागेर रिसाएर आगो झोसेर पाइने कुरा होइन नेतृत्व। पार्टीको नेतृत्व होस् या देशको नेतृत्व, त्यो सबै लोकतान्त्रिक माध्यमबाट हुनुपर्छ भन्ने गगन थापा प्रधानमन्त्रीको लागि अयोग्य पात्र हुन् भनेर भन्नु अस्वाभाविक हुन्छ। युवाको मतको अपमान हुन्छ। प्रधानमन्त्रीको दौडमा रहेका गगन थापासँग शैक्षिक र राजनीतिक दुवै योग्यता छ। राजनीतिक योग्यता र अनुभवको कुरा गर्ने हो भने त रवि लामिछाने भन्दा गगन थापा धेरै माथि देखिन्छन्। गगन थापा राजाको दमनदेखि माओवादीको विध्वंससम्म सबै झेल्दै आएका नेता हुन्। उनी निर्भीक छन्, उनीमा धैर्यता छ, जो आजको राजनीतिमा आवश्यक कुरा हो। सस्तो नाटक गरेर भन्दा पनि वैचारिक विमर्श गरेर हुर्किएका हुन् गगन थापा। एक असल र इमान्दार छवि भएका नेताको रूपमा चिरपरिचित छन् गगन थापा। अब कुरा गरौँ रासपाका सभापति रवि लामिछानेको। टेलिभिजनको सबै जिम्मेवारी छोडेर रातारात राजनीतिमा छिरेका रवि लामिछाने छोटो समयमा 21 सिट लिएर सदन छिरेका थिए। दुई पटक गृहमन्त्री बनेका रवि लामिछाने राजनीतिमा सबैभन्दा विवादित पात्र हुन्। उनले राजनीतिमा पाइला राखेदेखि नै उनी बारम्बार विवादमा मुछिएका छन्। राहदानी र नागरिकता काण्ड हुँदै सहकारी काण्डसम्म आइपुग्दा रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारीदेखि जेल यात्रासम्म सबै एकै पटक भोग्नु पर्यो। कहिले उचालिने त कहिले पछारिने गरेका रवि लामिछाने पछिल्लो समय खासै चर्चामा थिएनन्। तर केही समय अगाडि जेनजीको आन्दोलनमा जेलबाट निस्केपछि भने उनको चौतर्फी चर्चा सुरु भयो। सकारात्मक होस् या नकारात्मक होस्, राजनीतिमा चर्चा भइराख्नुपर्छ भन्ने कुरा रविले राम्रोसँग बुझेका छन्। रासपाका लागि रवि नै पार्टी हो र पार्टी नै रवि हो भन्दा फरक नपर्ला। अहिलेको प्रधानमन्त्रीको दौडमा रवि लामिछाने पनि एक बलियो पात्र हुन्। सञ्जालमा उनको दिनौँ चर्चा र आलोचना दुवै हुन्छ। चर्चा हुनु मात्र प्रधानमन्त्रीको लागि योग्य हुनु होइन, तर लोकतान्त्रिक प्रक्रिया हेर्ने हो भने योग्य अयोग्य जस्तो भए पनि जनताले अनुमोदन गरेपछि सकियो। टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदादेखि नै जनताको समस्या उठाएर लोकप्रिय बनेका रवि लामिछाने राजनीतिमा आएपछि भने आरोप मात्र खेप्नु परेको छ। मैले अघि नै भनेको थिएँ, पार्टीभित्र होस् या पार्टी बाहिर, जो नयाँ आउँछ उसलाई बदनाम गराइन्छ।
अथवा दबाइन्छ। यो नेपालको राजनीतिको खराब संस्कार हो। यो कुरालाई नजिकबाट बुझ्न सकियो भने मात्र राम्रा नेताहरूले नराम्रा बिल्ला भेरेर हिँड्नु पर्दैन। हाम्रो चेतनाको कमीले नै सत्यको विरुद्ध असत्य हावी हुँदै गएको छ। प्रधानमन्त्रीको दौडमा रहेका रवि लामेछाने भोलिको दिनमा प्रधानमन्त्री नबन्लान् भन्न सकिँदैन। पुराना दलले रविमाथि गरेको निषेधको राजनीतिले रविको लोकप्रियता झन् बलियो हुँदै गएको छ। यसले सहानुभूतिको मत पक्कै ल्याउँछ, तर रासपाको रवि केन्द्रित राजनीतिले भने रविको प्रधानमन्त्री बन्ने सपनालाई साकार नबनाउन सक्छ। अहिले रासपासँग रवि बाहेक अर्को मुद्दा नै छैन। पछिल्लो समय सिङ्गो रासपा पार्टी रविको आरोपलाई चोख्याउन खटिएको छ। सदनदेखि सडकसम्म देश र जनताको मुद्दा उठाएर पार्टीलाई बलियो बनाउनुको साटो एउटै व्यक्ति र उसैको मुद्दामा अल्झदा रासपालाई घाटा हुने सम्भावना छ। लोकतन्त्रमा जनताले चाहे भने एउटा बिरालो लगेर पनि प्रधानमन्त्री बनाउन सक्छ। राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन। तर देश बन्छ कि बन्दैन, सबैको आस्था र भावना बुझेर काम गरिन्छ कि गरिँदैन, त्यो मुख्य कुरा हो। प्रधानमन्त्री त थुप्रैजना बनिसके, तर देश बनेको छ त? तपाईँ हामी बनेको छौँ त? त्यसैले प्रतिस्पर्धा प्रधानमन्त्री को बन्नेमा होइन, देश कसले राम्रो बनाउने भन्ने कुरामा हुनुपर्छ। कोही मान्छे प्रधानमन्त्री बन्ने बित्तिकै चमत्कार हुने होइन। देश बनाउन एउटा राम्रो टिम चाहिन्छ। जो जुन पदमा बसे पनि टिमले देश बनाउने स्वार्थलाई शिरमा राखेर काम गर्यो भने मात्र देश बन्ने हो, नत्र उही हामीले जिताएर पठाएका फेस मात्र बन्छन्। अचेल एउटाले अर्कोलाई लडाउने काम सञ्जालमा धेरै देखिन्छ। अरूको विचार र आस्थालाई गाली गलौज गर्ने काम पनि गरिन्छ। यस्तो अराजकता योभन्दा पहिले कहिले पनि थिएन। सबैले सबैको विचारलाई सम्मान गरियो भने मात्र देश बन्छ। आफ्नोमा भएका सबै देउता, अरूकोमा भएका सबै राक्षस भन्ने मानसिकताबाट बाहिर आउनुपर्छ। स्वस्थ प्रतिस्पर्धा गर्नु नै इमानदार राजनीतिक चरित्र देखाउनु हो। सञ्जालमा लाइक आउनु, भ्यू आउनु र पपुलर हुनु र राजनीति गरेर देशलाई शान्ति र समृद्धिको दिशातर्फ डोर्याउनु फरक कुरा हो। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सबैलाई धन्यवाद। तपाईँलाई जे लाग्छ त्यही प्रतिक्रिया दिनुहोला।